Hello, good morning from Bung Solukhumbu. हामी उठिसक्यौँ है दिदी यता आगो बाल्नलाई दाउरा चिरिराख्नु भएछ काम लागिसकेछ है यता बिहानै साह्रै रमाइलो छ है यता हाम्रो केन्जी ड्रम सफा गरिराख्नु भएको छ हाम्रो पानी पिउने है पानी पिउनलाई स्वच्छ पानी पिउनु पर्छ है अनि को रोग लाग्दैन हाम्रो डस्टबिन सफाहरू गरिराख्नु भएको छ म पनि अब हेल्प गर्छु है अब एकछिनमा हामी उता हस्पिटलतिर माथि घुम्न जान्छौँ उता खोला छेउतिर घुम्न जान्छौँ केन्जीले त्यहाँ घुमाउन लान्छ त्यहीँ जान्छु है जस रमाइलो लागिरहेछ बुवाको कोडो है यो कोडो कुट्नु पर्ने काम छ है यो एकदम कुटेर भ्याइसक्नु भएछ बुवा एक्लै बसिराख्नु भएको बेला अस्ति दिदी उता पावर निकाल्दै दाउरा चिरिराख्नु भएको छ है गाइज अब आज बुङ पुगेको दोस्रो दिन बुवा र म हिजो पनि घुम्यौँ गाउँ घुम्यौँ डुल्यौँ अहिले पनि डुल्न जाँदैछौँ बुवा र म यसो गाउँमा है हिँड्दैछौँ चराहरू मजाको कराउने है बुवा हजुर हाइड्रोको बाटो हजुर त्यो तल देखिन्छ नि त्यो पारी हजुर त्यही हाइड्रो उयो है हजुर उता यो चाहिँ हो है धनियाँहरू कस्तो राम्रो फलिरहेछ है ठुलो है वाह यो पुरै धनियाँको है बारीहरू है सबैको घर छेउछेउमा तरकारी बारीहरू है रोप्दै है अर्ग्यानिक तरकारीहरू खान पाउँछ यता त है बुङ गाउँ है बुङ गाउँपालिका ठ्याक्कै माथि छ हजुर 1 नम्बर है गोठहरू यता है यता पहिला चाहिँ स्यालहरू बाघहरू यता पनि छिर्थ्यो होला है अहिले छैन है ए हजुर पोरै 2टा मान्छे खायो ए पोर ल मान्छे खायो खाने फेरि यो हाम्रो बाघ भालु मार्नु हुने हामी निगमले फेरि त्यो छिस्काङ जाने रोड हो त्यो सिधा छ नि ए यो चाहिँ छिस्काङ जाने रोड रहेछ छिस्काङ ए यसको पछाडि छिस्काङ छ यो त्यहाँदेखि पेल्मङ त्यहाँदेखि छिस्काङ त माथि ए हजुर यो यहाँदेखि अब हेर त हजुर त्यहाँदेखि अब गाउँ छैन खड्का चौरै चौरो जङ्गल ए जङ्गलै जङ्गल माथि हेर त हजुर माथि जङ्गलै पो अब हामी जाने चाहिँ माथि यता होइन त्यहाँबाट यता घुम्छ भित्र आउँदैछ यहाँ छैन हजुर उता जमिन मुनिबाट मुनिबाट हाइड्रोको लागि ए माथि यो पानी यो खोलामा पानी चाहिँ सिधै माथि हिमालबाट हिमालको ए हजुर माथि अँध्यारो छ नि हजुर ए माथि त्यहाँदेखि त्यो डाँडा छ नि हजुर त्यसको पल्लोपट्टि होइन हाम्रो गोठ ए गोठ हाम्रो देखिरहेको हजुर त्यहाँदेखि पल्लोपट्टि गाउँ मजाको फलिरहेछ है यता चाहिँ वर्षमा 2 चोटि गाउँ फल्छ है बुवा यता पनि रहेछ 6 महिनामा गाउँ फल्छ उता तल 2जना भाइ बहिनीहरू चाहिँ स्कुलबाट फर्केर है
तल गइरहेछ बाँसको पुरै जङ्गलले ढाकेको छ है हजुर रेक बनाउँछ सबै बनाउँछ ए हजुर ऱ्याकहरू टेबलहरू है यो बाँसले वाह कस्तो राम्रो ठाउँ छ है यो किताबको कपी हुन्छ नि त बाँसबाट उत्पत्ति भएको ए किताब कापीहरू कागजहरू हजुर बाँसबाटै भन्छ है बाँसबाट काठबाट यो चाहिँ स्कुल सानो सानो नानीहरू हेलो नमस्ते नमस्ते हामी चाहिँ बुवाले चाहिँ मलाई हस्पिटल देखाउन ल्याएको यो चाहिँ सोलुको हस्पिटल हाम्रो गाउँ चाहिँ यता तल्लो छ अनि हस्पिटल चाहिँ यता छ पछाडि मजाको भ्यू देखिरहेछ है गाउँमा बालीहरूमा पानी यसरी लगाउँछ है सजिलो छ है पानी लगाउन अनि गाउँमा कति काट्नु हाम्रो यहाँ बुनको सुँगुरको गोठ यस्तो छ है यस्तो हुने रहेछ हेरिरहेछ सुँगुर हजुर ए यो वाह तिनको घर है हजुर ए ए बुवा नि यतै हुनुहुँदो रहेछ ए हजुर यो मन्दिप हजुर चाहिँ बत्ती बिना बसिरहनु भएको रहेछ है यता गाह्रो हुन्छ होला है राति खाना पकाउन हजुर ए हजुर प्लास्टर गरेको छ ए हजुर त्यसरी है ए हजुर ओठमा हेर्दा चाहिँ ओठमा मिटिङमा खाएर झोल चुहाउँछ यहाँ चाहिँ हातले पोलेर ए कुटेरै बनाउनु पर्छ है यता चाहिँ ह्यामरले कुटेरै बनाउनु हान्दै त्यसले हान्दै त्यहाँ तताउँदै हान्दै सिल्लीको बेर पनि छ फेरि चाँदीको बेर तर अहिले फिनिसिङ हुँदा त यो त के हो यो फलामको बेड चाहिँ पित्तल लगाएर काठको र पित्तलको बाँधेर ए हजुर सिल्कीको यो सिल्भरको चाहिँ यस्तो लगाएर फिनिसिङ नभएछ यो भर्खर उ गरेको फिनिसिङ नभएको फर्माबाट उतारेको ए हजुर ए रामेको मिठ है उहाँ ए हजुर रामदाईको जेठुको मिठ हो हजुर त्यही भएर म पनि जेठो नै पर्यो ए हजुर
त्यो पनि राम्रो फिनिसिङ नगरेछ है धारसिलले छ अब फिनिसिङ गरेपछि त्यता अहिले ऊ मात्रै लागेको छ यस्तो रहेछ है कति पर्छ यसको यो डाब सहित पनि 6,500 6,000 बेच्दै पर्छ यो राख्ने डाब खोल सहित ए खोल सहित जस्तै काठको मजाको बनाउँछ काठको हजुर काठ र उहाँले कति दिनमा म अनुमान गरेको घटीमा 5,000 10,000 उसो कमाइ फेरि काम पनि त्यस्तै गर्नुपर्छ नि है ए काम त हाम्रो भाइ ठेला हाटमा उहाँको हाट तर सप्पा चाहिँ रहँदैन साबुन लाउँदा साबुन लाउँदा नि पनि जाँदैन जाँदैन हजुर बिचरा त्यसरी तताउँदै सेपमा ल्याउँदै सबै यो खुकुरी पनि त्यस्तै तताउँदै है ए तताउँदै पिटेको नि नाला कहाँ थियो तताउँदै हान्दै हजुर उड्छ पो त एक दिनमा कतिवटा बनाउन सकिन्छ 3 दिनमा एउटा 3 दिनमा एउटा ए 2 दिन भयो अब पिरहरुसँग 3 दिनमा चाहिँ यो खसी काट्यो हजुर यो ए मार हान्ने त्यही है त्यसरी नै पोल्दै बनाउनु पर्ने है 13 वर्षको उमेरदेखि ए बनाएको 13 वर्षको उमेरदेखि बनाउनु भएको हजुरले 59 वर्ष 58 मा लाग्यो हजुर यही ठटारै अब पेट पाला अहिलेसम्म ए त्यसै गरी चाहिँ ए परिवार छोराहरूको बाइक छ 2 भाइ छोरा छ ए ए बाइक किन्ने चाहिँ बुढो आफू पनि अनि कता हुनुहुन्छ छोराहरू चाहिँ उतै अहिले कोइला काट्न गएको छन् ए बाइकमा भोलि पर्सि हेर ए अर्को जेठा आउँछ बाइकमा कान्छा आउँछ बाइकमा बुवा चाहिँ ठट्टाको यस्तो शर्तमा बसेर ए अच्छा बुहारी पनि गयो कि के हो छोराहरू यहाँ बसे पनि उफ उफ गर्छ अनि यहाँ बस्नु माने पो अहिले है अहिलेको बुहारी चाहिँ अनि आज